हेलो सबैजनालाई। हामी चाहिँ यो अस्ति होलीको दिनमा उता माछाभौडीमा खिचेको भिडियो हो। साथी र मैले त्यति बेला चाहिँ साथी र म मात्रै थियौँ। अनि यसो अब एउटा भिडियो बनाएर हाल्नु पर्यो भनेर हैन। अब सधैँभरि यता भइराख्ने पनि हुँदैन नि त हैन। अब नेपालको उयो नेपालमा प्राय अब केही काम पनि हुँदैन। त्यो भएर बाइचान्स कहिले अब यो सालमा नभए अर्को सालमा जहिले भए पनि कतै गइहालेछु भने चाहिँ मलाई मेमोरी हुन्छ हैन। भोलिको दिनमा अब यसो मैले भिडियो हेर्दा मैले यसरी बनाएको थिएँ भन्ने हुन्छ भनेर मैले चाहिँ यो भिडियो बनाइदिएको। अनि हामी चाहिँ फेरि साथी र म मात्रै थियौँ क्या, दुईजना मात्रै। अनि फेरि म चाहिँ एक्लै हेर्नु न, अब साथी कता बोल्नु गयो हैन, म चाहिँ एक्लै यसरी भिडियो खिच्दै बसिराखेँ क्या हैन। साथीलाई पर्खेर अरू चाहिँ आमामा एउटै ग्रुपमा लगभग 15जना 20जना है। हाम्रो चाहिँ दुईजनाको ग्रुप, त्यो पनि दुईजनाको ग्रुपमा पनि एकजना चाहिँ चल्दै गर्ने कता कता क्या। घरि कसलाई नमस्ते गर्नु, घरि कोसँग हात मिलाउनु, घरि के त्यस्तो। अनि अहिले पनि गफ गर्दैछ क्या ऊ चाहिँ। अनि अहिले पनि गफ हान्दैछ मजाले, भाइहरू पनि हेर्दैछ। अब म चाहिँ यहाँ बिचरा हेर्नु न एक्लै क्या, एक्लै बोलो अनि यसरी मोबाइल देखायो अनि बस्यो। ऊ चाहिँ बोल्दैछ मजाले अझै हैन। अनि म चाहिँ यो छिर्क अब दुईजना भएको साथी, दुईजना पनि एक्लै। अब फेरि हेर्नु आधी बाटोदेखि फर्किन्छ उता। अब हात मिलाउनु छ ल, हात मिलाउनु गयो हैन। हात मिलाएर अब आयो अहिले। अब चाहिँ आयो लु जाउँ भनेर उसले क्या अब चाहिँ। अनि उसको गफ सकेछ, को भनेको साथी हो भनेर हाँस्छ हैन। अब यस्तो छ हेर्नु, बजारमा जेस अब त्यो होलीको बेला चाहिँ अब भिड थियो जेस है। अब भ्यू पोइन्ट जाउँ भनेको खास चाहिँ हामी, तर भ्यू पोइन्टमा मान्छे नमस्ते पनि गरिदिइहाल्छ, फेरि नमस्ते गरिदिइहाल। मैले पनि स्याहार भन्दै क्या हेर्दै थिएँ त्यो दिदीले। अनि उसलाई होली लगाइदियो। अब फेरि आयो। अब उसले सोध्छ के हो, भ्लग बनाएको हो कि के हो भनेर क्या। अनि मैले चाहिँ होइन भिडियो गरेको नि भनेर भने हैन। अनि गफ गर्दै हाम्रो फेरि डेन्जर खालको गफ गर्दै हामी भान्चोकतिर जाँदैछौँ क्या अहिले, पुतल लाइनदेखि। अनि देशी लाइनदेखि। अनि त्यसपछि गफ गर्दै अब भान्चोक जानुपर्छ। अनि फेरि अहिले सिनमा फर्किनुपर्छ, एकछिन त्यहाँ बसेर भनेको कुरा सुनेर दिदीहरू हाँस्दै थियो क्या हैन। त्यो भ्लग गरेको त्यो जुन हामीले त्यो मैले जुन त्यो देखाएको पनि हाँसेको हो क्या। अब अरूले त अब के पो गोप्रो बोक्छ नि त, मेरो त गोप्रो होइन। अनि त्यो देखेर पनि सायद हाँसेको पनि होला। अनि हामी चाहिँ अब लाज त लागिरहेछ र पनि आफ्नै कुरामा व्यस्त भएर म चाहिँ दाइले आउँछु भनेको थियो, फोन गरौँ कि भनेर मैले हेरेको फोन उसको। अनि गरेको नै रहेछ। जेस रमाइलो चाहिँ भएको थियो हैन। तर अब अलिकति रक्सी खानु छोडिसकेपछि चाहिँ रक्सी नखाएपछि अलिक खासै त्यस्तो भनेको जस्तो रमाइलो चाहिँ नहुँदो रहेछ। जेस अब हामी दुईजना मात्रै त थियौँ। अनि आगा भए चाहिँ रमाइलो हो नि त, दुईजना एकजना पनि मिनिमम अब दुईजना त हुनैपर्छ, एकजना त के रमाइलो। अनि गफ गर्दै हामी चाहिँ लगभग भान्चोक आइपुग्न आँट्यौँ। मैले साधना भवन छेउ आइपुग्यौँ क्या। साधना भवन छेउ आयौँ। बहिनीले दाइ भ्लग बनाएको हो भनेर भन्दैछ, होइन भनेर म चाहिँ त्यत्तिकै चल्दै होइन। अनि तर बहिनी चाहिँ अहिले अलिक अब त्यो एकदम त्यो घुलमुल भइहाल्ने जस्तो क्या, मिलनसार, नराम्रो चाहिँ होइन, मिलनसार घुलमुल भइहाल्ने टाइपको। अब हाई गर्दैछ बहिनीलाई पनि हाई है। बहिनीले यो भिडियो हेरिहाल्यो भने चाहिँ तिम्रो भिडियो पनि लगाइदिएको छु, तिमीलाई फेरि नराम्रो हुन्छ होला है, मलाई कमेन्टमा भन्नु, म गरिदिन्छु नि त ल। अब फेरि आयो मेरो साथी होइन। अब लगभग अब उसले सबैलाई ढोकढाक नमस्ते यताउता सबै गरिसकेर आयो। अब बदमास हो भन्छ अब एकछिनमा। अनि यसरी हामी चाहिँ यसो जिस्किँदै जा। अनि अब हामी चाहिँ यसरी होइन, त्यो अघि मैले गर्नु चाहिँ गरेको थिएँ कि यहाँ भैँसहरू राखिदिउँ भनेर।
तर यो बदमास उयो ब्यान्डहरूले त्यो जुन गाएको म्युजिकले पनि दिएन क्या, कपिराइट लाग्यो। फेरि थोरै थप्ने बेला अब हो क्या, अनि थोरै मात्रै छ। अब त्यो ओरिजिनल साउन्डहरू भनेको चाहिँ अरू चाहिँ मैले सबै म्युटमा राखेर नै गरिदिएको। अब कस्तो लाग्छ, मन पर्छ पर्दैन फेरि होइन, ठिकै छ अब जस्तो लाग्यो पनि के हो र होइन। अब मन पर्यो भने होइन, अब यो राम्रो लाग्यो भन्ने भन्नु। अब हुन त अब यो जानी त गरेको होइन, अब त्यस्तो घरमा पनि खिचेर बनाएको भिडियो, त्यस्तो जानी त त्यस्तो कपिराइट लागि त्यो उयो त्यस्तो खालको नै बनाएको होइन। तर त्यो म्युजिकले पनि धेरै उयो हुँदो रहेछ नि, त्यो मैले हालिसकेको थिएँ, तर फेरि कपिराइट लाग्यो भनेर भन्यो क्या। अनि त्यही भएर त्यो भिडियो फेरि डिलिट गरेर फेरि यो अहिले एडिट गरेको हो। अनि अब यहाँ अब हामी यहाँ लगभग कहाँ आइपुग्यौँ, भान्चोकमै छौँ। उनीहरू अहिले गाउँदैछ होइन, मान्छेहरू पुरा नाच्दैछ नि त। अनि फेरि मैले अघि नै हालेको थिएँ भिडियो, कपिराइट लागेको क्या। अनि पुरा बदमास ब्रोले गाउँदै थियो, बदमास ब्रोको म्युजिकले मिलेन क्या लाउनै। अनि अब हामी चाहिँ कुरा गर्दै जाँदैछौँ होइन, तातो घाममा। मैले चाहिँ यसरी टक्क उयो क्यामेरा अगाडि देखाइवरी। अनि तपाईँहरू को आउनुभएको थियो होइन, भानुचोक। अब धरानकै मान्छे, धरानमा त धेरै मान्छे हुन्छ भन्नाले धेरै आउँछ भानुचोकमा। अनि भानुचोकमा पनि धेरै मान्छे। अनि यता तपाईँको यो माछाभडीमा पनि झन् धेरै होइन, आमा डेन्जर थियो मान्छे। जेस रमाइलो भयो होइन। अब त्यस्तो खासै त्यस्तो उयो त केही पनि त्यस्तो ठुलो रमाइलो त होइन। खुट्टाहरू चाहिँ लास्ट दुख्यो, जस ठिकै छ, खुट्टा दुख्नु सामान्य नै हो, सबैको नै दुखेको नै होला। आमा माथि चढेर ओभर नाच्दिँदैछ। त्यस सब रमाइलो भयो होला है भनेपछि सबैजनालाई। अब यस्तोमा चाहिँ खासै फेरि यो रेकर्ड गरेर चाहिँ खासै मलाई बोल्नु आउँदैन क्या। अनि त्यही भएर कस्तो हुन्छ अब सायद नराम्रो लाग्ला तपाईँहरूलाई होइन। अब खासै त्यो रेकर्ड यसरी मेरो बानी छैन नि त फेरि। अनि बानी पनि नभएर पनि हो, बानी चाहिन्छ कि त एकदम त्यो खरो कुरा गर्ने। अब त्यस्तो खरो कुरा गर्नु आउँदैन। अब म सिक्छु। अब बाइचान्स कुनै बेला यस्तो खालको गीतहरू आउँछ, कपिराइट लाग्छ यताउता हुँदाखेरि मजाले सिकेर आउनुपर्ने छ। अब मजाले सिकेर कपिराइट नलाग्ने गरी लगाइदिनु पर्ने छ। ठिकै छ, अब लगभग म्युजिक पनि सकिनु आँट्यो। हामी त्यो नाच्नै सकिनँ, म चाहिँ आउनु चाहिँ आएको थिएँ तर नाच्नै सकिनँ, कस्तो बेसी मान्छे थियो। फेरि यतै ठोकिने उतै ठोकिने, यतै कुइनाले उतै कुइनाले, अनि कसरी नाच्नु त्यही माथि गलेको। फेरि हिँड्दा घरि माछाभडी, घरि यता भानुचोक, घरि माछाभडी गरेर अब माथिको भए चाहिँ पुरा हिँडिन्थ्यो कि। ठिकै छ, अब रमाइलो होला जहाँसम्म लाग्छ तपाईँहरूलाई पनि होइन। अब कस्तो के लाग्छ भिडियो खासै राम्रो त छैन। अब राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु, अब नराम्रो लाग्यो स्वाइप गरिदिनु न होइन। हामीले ल अब 81 सालको होली यस्तै भयो है। यो एउटा मेमोरीको लागि राखेको हो। अब अर्को पालि आउनेमा चाहिँ एकदम डेन्जर बनाएर म तपाईँहरूलाई देखाइदिन्छु होइन। अर्को वर्षमा चाहिँ एकदम राम्रो क्या, अब सोचेकै जस्तो भनेकै जस्तो त्यस्तो खालको भिडियो लिएर आउने छु अब अर्को होलीमा चाहिँ। अब यो हेरौँ यो वैशाखमा कस्तो आउँछ। तपाईँको नाम के हो भनिदिनु त मजाले। खल पसिना आयो। खल पसिना आइसक्यो। खेल्दा थाक्यो। फेरि कसको कल आयो?
अब बोलो कहाँ आएको अहिले भरे लगाइदिनुपर्छ ल बोलेर लगाइदेऊ रङ लगाइदेऊ न राम्रो मान्छेहरू आउँदैछ जाडो भयो जाडो जमाऊ छिटो उसलाई चिन्ने रहेछ सबै संसारको मान्छे जाडो भयो के भयो फेरि आयो कल कसले सिंह भाइले के भन्नु सिंह भाइले अन्डा अहिले किनेर फुटाइदिनु ह्याप्पी होली सिंहहरू चाहिँ कहाँ छ अरे त्यहाँ ह्याप्पी होली लाग्नु भएको ह्याप्पी होली आमा आलु चोकमा एउटा पसिना आयो खलखली ऊ फेरि आयो तिम्रो चिनेको मान्छे म दिइहालेको चिनेको मान्छे आएर रमाइलो ल बिस्तारो लाग्नु भएको ल हस् भरे भेट्नुपर्छ ल दाई बाबा ल भोलिको डेन्जर भयो डेन्जर भइहाल्यो के गर्ने अब दुइटै एकाउन्ट भयो क्या दुइटै नाम भएपछि अब के गर्ने कोलाई कता लाने कोलाई कता लाने पैसा नभएकोलाई एकाउन्टमा उनीहरूलाई खर्च गर्न लाउनुपर्छ पुरानो चिक्स भेट्नु छैन अहिले कुन पुरानो अघि ए बोल्यो बोलेको देखेन अनि देखिनहरू मैले बोलाएर जाउँ न अहिलेदेखि याद गरिनु मान्छे रिस भन्नु कहाँ गयो यसको मान्छे भान्चोक पुगेर उयो साथी र म चाहिँ फर्केको जस अघि चाहिँ अब बदमासको त्यो यसो त्यो उसले गएको साकोहरू हेरेर फर्क्यौँ होइन अनि यताबाट जाउँ न भनेर भनेको अनि साथी पनि आउँदै थियो पछाडि होइन अनि त्यही हो फेरि त्यहाँ मान्छेहरू पुरा नाच्दै थियो क्या अझै पनि त्यस रमाइलो भयो उता भान्चोकमा पनि पुरा नाच्ने है यता उयो के भयो माछाभरिमा पनि पुरा नाच्ने रमाइलो नि भएको थियो उसले चाहिँ मलाई फेरि कोड सोध्दैछ क्या कति हो कोड भनेर भन्दैछ मैले चाहिँ कोड भनिदिएँ होइन कोड त्यति हो भनेर उसले दाइलाई कल गर्छु भनेको थियो कल गर्नु होला कल गर्नु नै अब बोल्नु जाँदैछ दाइसँग अनि त्यसपछि मान्छेहरू पुरा नाच्दैछ क्या मान्छेहरू पुरा अब होइन एकदम इन्जोय गरिरहेछ होइन अब सबैजना प्रायः त्यो यो फेस्टिभल अब होली जस्तो कुरा होइन ओभर मान्छ नि त होइन अब नेपालमा इन्डियामा अरू रुकाघाट मान्छ त्यो चाहिँ मलाई थाहा छैन तर नेपाल र इन्डियामा त ओभर मान्छ नि त त्यही भएर
ओभर मान्छ पनि अब सबैजना ड्रिङ्क्सहरू पनि गर्छ नि त अनि अब माथिसकेपछि त त्यसै पनि रमाइलो त हुने भयो होइन अनि हामी चाहिँ नमातेर हामी चाहिँ खल्लो क्या नरमाइलो त्यस्तो पहिलाको जस्तो रमाइलो चाहिँ भएको थिएन होइन अनि ऊ र म चाहिँ को अब ऊ र म मात्रै क्या अब ऊ यसरी छोडेर चल्दिहाल्छ देखिराख्नु भयो नि होइन यसरी छोडेर चल्दिन्छ म एक्लै कहाँ हो अब एक्लै ऊ आफू एक्लै हाँसो एक्लै रमायो एक्लै भिडियो गर एक्लै बस्यो ऊ यसरी घामले तत्तेर हेर्नु न यस्तो गलेर फ्यात्त भएको है हिँडेर क्या हिँड्ने बानी हरायो अनि त्यही भएर चाहिँ एकदम गलिरहेको थियो पसिना निस्केको उस्तै घाम चर्केको उस्तै गलेको उस्तै अनि त्यसपछि पुरा उनीहरू चाहिँ नाच्दै थियो क्या मजाले अनि त्यसपछि पुरा हाम्रो साथी फेरि विजय र हाम्रो भाइको नाम त के पो म फेरि बिर्सिहाल्छु भाइको नाम त के भाइ पो हो विजयको फेरि डान्सै खतरा है अरू पनि डेन्जर छ ऊ अरू हेर्दैछ के गरेको भनेर विजयको फेरि खतरा हुन्छ डान्स अनि मैले चाहिँ यो फेरि मेरो साउन्ड चाहिँ किन लगाएको भनेर मान्छेले सायद त्यो कुरा पनि गर्नुहुन्छ होला होइन यो जति पनि मैले मेरो ओरिजिनल त्यो भिडियोको साउन्ड हटाएर मेरो भोइस लाउनुको कारण चाहिँ अब यहाँ चाहिँ गीत बजिरहेको छ नि त अनि यही भिडियो मैले युट्युबमा हाल्दाखेरि चाहिँ त्यो गीतसँग यो मिलिसकेपछि कपिराइट लाग्छ र यो भिडियो मात्रै होइन उस्तै पऱ्यो भने अब आइडी नै ब्यान पनि गरिदिन्छ उस्तै पऱ्यो भने युट्युबले डिलिट नै गरिदिन्छ क्या किनकि अस्ति भर्खर मात्र होइन तपाईँको कति लाख 90-95 लाख कति लाख आइडी युट्युबले नै डिलिट गरिदियो भनेर भन्दै थियो अब त्यो के हो त्यो बारेमा डिटेल्समा मलाई त थाहा छैन र पनि अब त्यस्तो मिस्टेकहरू कपिराइट अर्काको भिडियोहरू यसरी लाउनु मिल्दैन गीतहरू त्यही भएर चाहिँ गीतहरू धेरै बजेको भएर चाहिँ मैले यो साउन्ड ओरिजिनल साउन्डलाई म्युट गरिदिएरी मैले मेरो यसरी बोलेर भोइस लगाएको क्या अनि अहिले चाहिँ म यी साथीलाई खोज्दै जाँदैछु है साथी कता हरायो हेर्नु न म एक्लै क्या अनि साथी चाहिँ कता गयो साथीलाई खोज्दैछु अब साथी भेट्छ जस्तो छैन गर्मीले यस्तो गलेको थियो आमा म्याटरीको अनि तर खासै पहिलाको जति गर्मी चाहिँ थिएन यसपालि होइन ठिकै गर्मी थियो पहिला त लास्टै गर्मी थियो नि घाम पुरा चर्केर यसपालि चाहिँ अलिक जाडो पनि ढिलो गयो होला गर्मी खासै त्यति साह्रो थिएन यहाँ साथीलाई खोज्दै म यहाँ त्यो 24 मोबाइल पसलसम्म आइपुगिसकेँ र पनि छैन है फेरि म फर्केँ यतै साथीलाई खोज्दा अनि अब तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो खासै त्यस्तो राम्रो म बनाउनु जान्ने त होइन कस्तो लाग्यो यति अब यो भिडियो बाइचान्स हेर्नुभयो भने चाहिँ भनिदिनु होला कस्तो लाग्यो अब भिडियो मन पर्यो अब लाइक सेयर सब्सक्राइब गरिदिनु होला अब मन नलागे त्यतिकै छोडिदिनु होला है भाइहरूसँग ठिक भाइ र साथीसँग हात मिलाएँ होइन उनीहरू बगरकोट जानु आँटेको रहेछ अनि त्यसपछि चाहिँ भरे आउनु ल भनेर भन्दै थियो अनि ल भरे भन्दा आउँछु भनेर म चाहिँ फेरि साथी खोज्नु आफ्नै काममा लागिगयो क्या ऊ चाहिँ यस्तै गर्दैछ है त्यस्तै हो अब भिडियो लगभग 20 मिनट कति सेकेन्डको हुन्छ होला कि कति हो अनि अब यस्तै हो म त साथी खोज्दा भिडियो पनि सकियो